आदरणीय सभापतिज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगणहरू र न्यायका तराजु लिएर बस्नुभएका निर्णायक मण्डल, गुरु गुरुआमा र मेरा प्रतिस्पर्धी र अप्रतिस्पर्धी साथीहरूमा स्वीकार्नुहोस् म विनय थापातर्फबाट हार्दिक नमन। आज मिति 2023 साल 2 को महिना 8 गते श्री पञ्चकन्या माध्यमिक विद्यालयको प्राङ्गणमा हुन गइरहेको इन्टरनेटको प्रयोगले विद्यार्थी जीवनमा पार्ने प्रभाव वक्तृत्व कला शीर्षकमा म आफ्नो केही भनाइहरू राख्न पाउँदा आफूले निकै भाग्यवान ठानिरहेको छु। सभापति महोदय, आजको युगमा इन्टरनेट एक बहुउपयोगी साधन हो। इन्टरनेट आजकल हाम्रो जीवनको हिस्सा बनिसकेको छ। इन्टरनेटले दुनियाँलाई नै जोडिदिएको छ। इन्टरनेट बिना दुनियाँ इन्टरनेटले दुनियाँलाई नै जोडिदिएको छ। इन्टरनेट बिना दुनियाँ असम्भव जस्तो लाग्छ। सबै कुराहरूको दुईवटा पक्ष हुन्छ नि, यसै गरी इन्टरनेटको पनि दुईवटा पक्ष छन्। एउटा सकारात्मक हो भने अर्को नकारात्मक पक्ष। सकारात्मक पक्ष अन्तर्गत इन्टरनेटबाट हामीले अनलाइन पढाइहरू गर्न सक्छौँ, शिक्षकहरूसँग परामर्श लिन सक्छौँ, आफूलाई नआएको प्रश्नको कठिन प्रश्नको जवाफहरू इन्टरनेटमा सर्च गरेर पनि हेर्न सक्छौँ। अनि इन्टरनेटको प्रयोगले महँगा किताब किन्न नसक्ने व्यक्तिहरूको लागि पनि अनलाइन लाइब्रेरीद्वारा जस्तोसुकै महँगो किताब पनि पढ्न सक्ने, हेर्न सक्ने जस्ता गतिविधिहरू छन्। अब यसले गणितीय समस्या पनि सजिलै हल गरिदिन्छ। अब नकारात्मक पक्षको कुरा गर्दा त पहिला त हामीले धेरै मोबाइल हेर्दा एक्लै बसेर मोबाइल हेर्दा हामी डिप्रेसनमा जाने पनि सम्भावना धेरै छ। मोबाइलमा धेरै ध्यान दिँदा मोबाइल हेरिरहँदा आँखा पोल्ने, घाँटी गर्दन दुख्ने जस्ता समस्याहरू पनि आइपर्न सक्छौँ। साइबर अपराधहरू हुन सक्छ। हामीले इन्टरनेटको धेरै प्रयोग गर्ने भएपछि हामीले महत्त्वपूर्ण जानकारीहरू मोबाइलमा वा कम्प्युटरमा नै राख्ने गर्छौँ। यो महत्त्वपूर्ण जानकारीहरू मोबाइलमा वा कम्प्युटरमा राख्दा ह्याकरहरूले हाम्रो महत्त्वपूर्ण जानकारीहरू ह्याक गरेर हेर्न सक्छन्। हामीले मोबाइलको प्रयोग गर्दा मनोरञ्जन मात्र खोज्छौँ। यदि त्यो मनोरञ्जनलाई छाडेर हामीले पढाइको विषयमा सिक्ने हो भने हाम्रो किताबी ज्ञानभन्दा बाहिरी ज्ञान दिगो पनि हुन्छ र मोबाइलको विषयमा हेर्दा हामीले मोबाइल हेरेको जस्तो पनि हुन्छ। अनि मोबाइलमा पढाइको विषय मात्र हेर्दाखेरि हामीले बोर पनि हुन सक्छ भने थोरै मनोरञ्जन हुने र थोरै पढाइको विषयमा सिक्ने कुराहरू हेर्नुपर्छ हामीले। समग्रमा भन्दा त इन्टरनेट एउटा यस्तो साधन हो जसको सही ढङ्गले प्रयोग गर्ने हो भने यसले ज्ञानको ज्योति छर्छ। तर यसको लत लागेमा समय र जीवन दुवैको बर्बाद हुन सक्छ। त्यसैले मेरा सम्पूर्ण साथीहरूलाई इन्टरनेटको सकारात्मक प्रभाव फाइदा मात्र लिइदिनुहोस्, नकारात्मक प्रभाव नलिदिनुहोस् भन्दै यस मञ्चबाट ओजेल गर्न चाहन्छु। धन्यवाद।